एउटा भन्दै हुनुहुन्छ के भने त्यो संस्थाले नेपो बेबी र चाहिँ आन्दोलनलाई फन्ड गर्यो, ट्रेनिङ दियो भन्दै हुनुहुन्छ एकातिर। अर्कोतिर सरकारमै बसेका संस्था जसको सपोर्टरहरू छन् जी फन्ड र काङ्ग्रेसका चाहिँ मान्छेहरू, ती दुईटा अपोजिट ध्रुवका मान्छेहरू दुवैलाई एउटै संस्थाले चाहिँ पैसा दियो, फन्ड दियो भन्दै हुनुहुन्छ। एकअर्कामा बाजिएनन् यी कुरा तपाईँको हिसाबले? तपाईँलाई एउटा कुरा थाहा छ, 4 सालमा बीपीलाई सीआईएले नै बनाएको, यो कुरा क्लियर हुनुपर्छ। रको सहयोगमा पार्टी खडा गरेको। 6 सालमा कम्युनिस्ट जन्माको मनमोहन अधिकारी, पुष्पलालहरू भनेको सीआईएले नै हो रको सहयोगमा। 7 सालमा प्रजातन्त्र ल्याएको सीआईएले रकै उसमा ल्याएको यहाँ खेल्नलाई। यो जम्मै हान्ने के हो भन्दा अन्तिममा भारतलाई नै हो, नेपाल प्रयोग गरेर। 2017 सालमा राजा महेन्द्रले बुझेछन् र नि बीपीसीपी जम्मैलाई लगेर खाटखुट्टे जेलमा हालेर नि बीपी कोइराला पनि सीआईएको एजेन्ट नै हो। ल आज मैले भन्ने प्रचण्ड पनि सीआईएको हो, केपी ओली पनि हो, सपना मल्ल प्रधान उतैबाट चल्ने मान्छे हुनुहुन्छ। बालेले, स्वर्णिम वाग्ले, रवि लामिछाने एलायन्स, तपाईँको गगन थापाको। अनि यहाँ अर्को कुरो के छ भन्दाखेरि कनकमुनि दीक्षितहरू छ, सागर ढकाल, रविन्द्र मिश्र, क्याप्टेन विजय लामा, गोविन्द केसी, मनिषा कोइराला, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, उज्जवल थापा। पत्रकारितामा अमित ढकालहरू प्रयोग भएका छन्, कनकमुनि दीक्षितहरू लगायत प्रयोग भएका छन्। र सर्वोच्च अदालतलाई हेर्नुहोस् कसरी राखेको छ भने कल्याण श्रेष्ठ, सुशीला कार्की अनि ईश्वर खतिवडा, अनिल कुमार सिन्हाहरूलाई सर्वोच्च अदालतबाट चाहिँ लिएको छ उनीहरूले त्यतिखेरै। र यहाँ कस्तो कस्तो मान्छे जोडिएछ भने सन्दुक रोहित पनि आएर जोडिनुहुन्छ। हेर्नुहोस् त्यस्तो भगवान भन्ने मान्छे पनि जोडिनुहुन्छ यो सबै उसमा। माओवादीबाट नानकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल, काङ्ग्रेसबाट गगन थापा, एमालेबाट योगेश भट्टराई र समथिङ झाँक्री, के झाँक्रीको नाम रामकुमारी झाँक्री, केदार भक्त माथेमा, महेश पान मास्के, सञ्जीव उप्रेती, तपाईँको खगेन्द्र सौरौला, युग पाठक, नारायण वाग्ले, अनि बाबुराम भट्टराईहरू, गुलराज लुइटेल, कृष्ण ज्वाला, नारायण वाग्ले, यी सबै, अमित ढकाल, प्रतीक प्रधान 12 खरीका, अनि अनलाइनको धर्म भूषाल, वकिल ओम अर्याल, टेपो बेबी चलाएको छ निश्चल खरेल भन्ने मान्छे सीआईएले नै बनाएको।